यहाँनिर चाहिँ डल्ले खुर्सानी अदुवा लसुन कुट्यो हो चिकन पकाइँदैछ यहाँ हो ठक्कसँगले अदुवा लसुन यहाँनिर नि अघि हालेको थिएँ प्याज खुर्सानी होइन यहाँ 2टा टमाटर पनि काटिसकियो हो अब यहाँ डल्ले खुर्सानी 4टा झिकेको छ भोजनबाट ठक्क हाल्नुको लागि खुट्टाहरू छ यहाँ ठक्कसँगले यो चाहिँ टाउको रहेछ हो हेर्नु है टमाटर पनि हालियो हो ठक्कसँगले 2टा यहाँ चाहिँ भात पाक्दैछ अब यहाँ फेरि सब्जी चलाउने बेला भयो हो आटा डल्ले पनि हालेर अब यहाँनिर पिन्ने हाल्ने बेला भयो के अहिले खानुपर्छ भातसँग गाइसहरू अब चाहिँ पाक्यो यो दामी बास्ना आउनु थाल्यो हो हेरौँ चिकन चाहिँ मेरो चाहिँ यसरी पकाउँछु म चाहिँ हो ल दामी भयो है त ल भात पनि पाकेछ हो सब्जी पनि पाको चुलो पनि निभाइयो हो म चाहिँ अहिले यहाँनिर 95 को न्यू जर्सीमा रेस एरियामा छु हो सर्भिस प्लाजामा यस्तो छ यता चाहिँ रोड नदिएर आज खत्तम गर नि त भोलिको पिकअप छ ल यता अब खाइन्छ ल गइसक्यो म चाहिँ यहाँ अब यो सब्जी नि अब कराईमै हालिदिन्छु एक्लै हो एक्लैलाई कराईमै हालिदिन्छ यताउता त्यसै धुनुपर्छ अरू मासु चाहिँ यहाँनिर राख्यो 2टा बट्टामा अब यो अचार टक्क हालेर खाइन्छ है त ल गाइसहरू भर्खर खाना पनि खाइयो प्रेसको कुकर नि यहाँ छ हो पानीहरू पनि नआयो खाना खाँदा खाँदै गरेर परेको एकछिनमै त्यो यहाँको वेदर त पागल जस्तो पो हुन्छ गाइस यहाँ चाहिँ म ब्रेकिङ हालिसक्यो चिकन गरेर आइसक्यो रेजिस्ट्रेसनहरू पनि चाहिँदो रहेछ यहाँ त ल सिल पनि हालिसक्यो हो यो कम्पनीबाट लोड पनि भयो 10-15 मिनटमै लोड गरिसक्यो यार अब हिँडिन्छ है नर्थ क्यारोलिना ग्रिनबोरो जानुपर्ने छ म चाहिँ यहाँ अहिले न्यू जर्सीको टाउनसिप भन्नेमा छु हो टाउनसिप सिटीबाट ग्रिनबोरो नर्थ क्यारोलिना जानुपर्ने यात्रामा निक्लै भइसक्यो अब ल है गाइसहरू यहाँ फेरि भर्जिनियाको पाइलटमा चाहिँ तेल हाल्नुको लागि आए हो तेल सिद्धेछ फ्युल अब फ्युल हालियो अरे हिँड्ने बेला भयो आजको यात्रा अब 3 घन्टा जतिमा जे भयो नि यो समर टाइममा चाहिँ दामी देख्छ हो घाम चाहिँ अल्छी लाग्दै लागे पनि हरियाली टक्कसँगको भ्यू हो विन्टरमा अब खडेरी भयो भने दामी देख्छ आकाश खुलेको छ हो अब पुग्नै पनि लाग्यो 3 घन्टा छ यहाँदेखि फेरि फेडेक्सबाट बोकेर टक्कै इन्डियाना जानुपर्ने रहेछ अनि इन्डियानाबाट फेरि यहीँ आउनुपर्ने रहेछ हो तर त्यो चाहिँ भोलि गएर पर्सिको दिन रिटर्न ब्याक हुनुपर्ने रहेछ अब 3 घन्टा पछाडि फेरि आजलाई छुट्टी सिधै हुने रहेछ यसलाई लाइफ अनलोड गरेर अनि 14 माइल पर गएर ट्रेलर ड्रप गरेर गर्नुपर्ने रहेछ त्यहाँदेखि 5 माइल जति लाग्ने रहेछ 5-6 माइल लोड टिप्ने ठाउँमा चाहिँ भोलिको है त गाइसहरू हेर्दै गरौँ है
राम्रोसँगले खाइएको थियो आज कुखुराको मासुसँग हो। आज त केटाहरू नभएर साह्रै पो अल्छी भयो त हौ। बिहे खानु गइहाल्यो, उनीहरूको ट्रक बिग्रेर गयो। अब 4-5 दिन त एक्लै पो हुने भइयो त अल्छीले। आज के भयो भन्दा अब भनिदिनु काटेर त छिर्न आँटियो हो। डिस्केल आएछ होइन, ड्युटी इन्फेक्सन पनि आउँदैछ नजिक नजिक मजाले पर्ने रहेछ होइन। छिर्ने बेला भयो स्केलतिर स्केलले भित्रै तानेन यार। स्केल पनि काट्यो हाइवेतिर इन्टर भइयो गाइसकेर। यस्तै छ अल्छी लाग्दो दिन भइरहेछ हो। आज त यो अलिक जाम भएर पनि होला होस्, अल्छी भइरहेछ हो। के गाडी कुद्दैन यहाँ आइडी1मा के भएर जाम भएको यत्तिकै कुदेको नै 43, 42 त्यस्तोमै मात्र कुदिरहेको छ हो। है गाडी कहाँबाट आएकोहरू यहाँ पछाडि हेरौँ न होइन गाडी। अब चाहिँ यता 581 लाग्यो। अब 581 हाइवे कुदेर त्यहाँदेखि चाहिँ 220 US राउट हिँड्नुपर्ने छ। अब त 1-1.5 घन्टा 1.5 घन्टा जति त पुग्छु मेरो डेस्टिनेसन। यो चाहिँ दामी देखिरहेको छ आकाश खुल्ला भएर। फ्लोमा कुदिरहेको छ 45 आजको दिनमा गाडी कुदेको। आउँदै जाम पो भयो त हेर यहाँ कहाँ के भयो अब अघिदेखि जाम हुँदा त यहाँ त छ्याप्पै पो भयो त। अब यहाँ त पाहाड त दामी देख्दा त नेपालकै याद आउने खालको बनाएर हरियाली चट्ट ओह्रालो अहिले चाहिँ म यस रात बसेँ अहिलेको जामदेखि हो। 220 US राउटमा छु अहिले म। गाडी त बाक्लै छ तर यसो डाँडाकाँडा यताउति हेर्दा त नेपालको पो याद आउने खालको छ त। तर कहिले हाम्रो नेपालमा चाहिँ बिर्सने हो यसरी सर हिँड्नु पाउने। तपाईँलाई साह्रो दामी पो लाग्यो त यस राउट त। बाङ्गो टिङ्गो कालो ओह्रालो जङ्गलको बाटो
बाटो छ त चट्टसँगले इन्ट्रेस्टिङ दिनभरि लागेको अल्छी अहिले पो हट्यो त यो बाटोले गर्दा हेर्नु त गाइसहरू खालको रहेछ नि यो बाटो त बेला बेला आउँछ घर यसरी हो चट्टसँगले रात पनि पर्दै गयो 5 बजिसक्यो हो मेरो यो अपलोड गर्नुपर्ने अहिले 7 बजीको हो लाइभ अपलोड ल गाइसहरू हेरौँ न यहाँ ठक्क नेपालकै भाइब आउने खालको छ नि हो बाटो त आजको यात्रामा अब चाहिँ एक गीत हाल्नु पर्यो आजको यात्रा सिद्धिन लाग्यो हो ठक्कसँगले है त आजको यात्राको लागि चाहिँ यहाँनिर एक गीत पनि हान्ने हो अब लाइभ अपलोड गरेर ट्रेलर ड्रप गर्नु जानुपर्ने हुन त अझै 2-3 घन्टै लाग्छ होला हेर्दै गर्नु होला ल गाइसहरू अब चाहिँ म यहाँ कम्पनी आइपुगेँ मेरो चाहिँ यो देखिरहेको कम्पनी हो त्यो यही हो कम्पनी चाहिँ अब यसो गरेर कम्पनी चाहिँ यही हो मेरो है त गाइसहरू ल चेक इन गरेर आउनु पर्यो अब गाइसहरू त्यसले पेपर पनि ल्याइदियो हो एमटी पनि पो भइ पो हालेछ त 5वटै प्यालेट मात्र त थियो हो ठक्क पारेर धन्न सालाले डोर थुनेर अब यो ट्रेलर ड्रप गर्नु जानुपर्ने हो मेरो चाहिँ एमटी भइसकेछ थुनियो यो स्ट्रेप अब अर्को पारीलाई चाहिन्छ हो बोकेर चाहिँ अब यात्रा यो ट्रेलर ड्रपको लागि लागिन्छ है त ल आजको यात्रा फेरि अब यो ट्रेलर ड्रपतिर गइँदै छ यताबाट सिधै जानुपर्ने चाहिँ रथ त्यहाँ पर गाडी आउँदैछ त्यसलाई पर्खेर सानो गाडी हुन्थ्यो अन्त सट्टा जाँदा हुन्थ्यो ठुलो गाडी पऱ्यो सिधै भएर चाहिँ काम लाग्नु भयो यताबाट ल हरियाली मजाको देखिरहेको छ क्या हेर्नु पनि आनन्द आउने खालको बाटो छ गाइसहरू अब सिटी आइएको थियो आजको यात्रा चाहिँ यहीँसम्मको हो यहाँ आइपुग्यो कुन चाहिँ हो कुनै कहाँ लाउनु पर्ने हो डक्टे यो ट्रेलर कहाँ छोड्नु पर्ने त्यति थाहा भएन हो यहाँ चाहिँ इमर्जेन्सी लाएर राख्दै गरौँ न अहिलेलाई गाइसहरू आजलाई यो ट्रेलर पनि झारिसकियो हो अब सुत्नु गइन्छ भोलिको लोड छ हो ल थ्याङ्क यू फर वाचिङ I will see you next video, next vlog.